ई सेवाको सेयर 170 मा ट्रेड हुँदैछ, तर ई सेवा त नेप्सेमा लिस्टेड नै छैन। अनि कसरी कहाँ ट्रेड भयो त? तपाईहरु पनि यही सोच्दै हुनुहुन्छ? यसको एन्सर चाहिँ हो ओटीसी मार्केट, यानी ओभर द काउन्टर, जुन नेप्सेले नै रेगुलेट गर्छ। यहाँ चाहिँ नेप्सेमा अनलिस्टेड पब्लिक कम्पनीज, डिलिस्टेड कम्पनीज वा लिस्टिङ रिक्वायरमेन्ट मिट नगरेको कम्पनीजको सेयर ट्रेड हुने गर्छ। ओटीसीमा चाहिँ डाइरेक्ट बायर र सेलरको नेगोसिएसनबाट प्राइस डिटरमाइन हुन्छ र प्राइस कम्पनीको नेट वर्थ पर सेयर भन्दा कम राख्न मिल्दैन, जसले गर्दा शेयर्सको रियल भ्यालुमा नै ट्रेड हुन्छ। इन्ट्रेस्टिङ कुरा के छ भने एउटै कम्पनीको सेयर फरक प्राइसमा नै ट्रेड हुन सक्छ। नेप्सेको ओटीसी मार्केट कन्टिन्युअस मार्केट होइन, यहाँ डे टु डे ट्रेड हुँदैन र जति बेला नि बाई सेल अर्डर प्लेस गर्न मिल्दैन। बायर वा सेलर आए मात्र ट्रेड हुन्छ। त्यसैले तपाईले खोजेको बेला चाहेको क्वान्टिटीमा चाहिँ सेयर किन्न भने सजिलो हुँदैन। नेपालमा अहिले ओटीसी को अनलाइन सिस्टम पनि छैन। कम्पनीको नोटिसबाट वा फिजिकली नेप्सेको ओटीसी सेक्सन भिजिट गरी ट्रेड गर्न मिल्छ। 2082-83 को सेकेन्ड क्वार्टरसम्म ओटीसीमा 25 वटा कम्पनीजहरू ट्रेड भए, 33 ट्रान्जेक्सन भए र करिब 1.47 अर्बको ट्रान्जेक्सन भयो। सबैभन्दा धेरै ट्रेड अमाउन्ट होटल फरेस्ट इनले 21 करोड 62 लाखको गरेको छ र प्राइस वाइज चाहिँ सबैभन्दा महँगो फेडरल इन्सुरेन्स ₹1010 प्रति सेयरमा ट्रेड भयो। फिनटेक, हाइड्रो, फार्मा, इन्सुरेन्स, स्टिल, होटल सबै सेक्टर ओटीसीमा रिप्रेजेन्ट भएको देखिन्छ। त्यसैले ओटीसी मार्केटमा इन्भेस्टरहरूको लागि अपर्च्युनिटी त छ, तर लिक्विडिटी कम हुने र प्रोसेस म्यानुअल हुने गर्दा रिस्क बुझेर मात्र इन्भेस्ट गर्नु होला।